आज चाहिँ म भेज कटलेट बनाउन गइरहेको छु र हामीले मार्केटबाट कति नगेट्सहरू लिएर खाने गर्छौँ अनि नानीहरूलाई पनि दिने गर्छौँ। तर आफै घरमा बनाएर खानु सकिन्छ। सफा पनि हो घरमा बनाएको, राम्रो पनि र कसै गेस्टहरू आउनुहुँदा उनीहरूलाई पनि यसरी दिनु सकिन्छ। र हामीलाई पनि चियाको टाइममा के खाउँ हुँदाखेरि यसरी नै यो कटलेट बनाएर खानु सकिन्छ। र यसको लागि चाहिँ त्यस्तो मेहनत पर्दैन र मैले चाहिँ यहाँ बोइल गरेको आलुलाई लिएको छु। अन्त मैले चाहिँ यहाँ आलुलाई ग्रेटरमा ग्रेट गरेको छु। तपाईँहरूले म्यास पनि गर्नु सक्नुहुनेछ। तर यहाँ ग्रेटरमा ग्रेट गर्दाखेरि चाहिँ त्यसको दाना दुनी चाहिँ एउटा पनि बस्दैन अनि बनाउनु चाहिँ सजिलो हुन्छ। र सबै आलुलाई मैले यसरी ग्रेट गरिसकेपछि एउटा चिज क्युब लिएको छु। तपाईँहरूले यसको साटामा अरू चिजलाई राख्नु पनि सक्नुहुनेछ। अनि मन पर्दैन भने तपाईँहरूले स्किप पनि गर्नु सक्नुहुनेछ। र अझै धेरै मनपर्छ भने तपाईँहरूले यहाँ माथिबाट अझै धेरै पनि राख्नु सक्नुहुनेछ। र मैले यो सबै ग्रेट गरिसकेपछि माथिबाट मैले खोर्सानी चप्ड गरेर राखेको छु। पिरो तपाईँहरूलाई कतिको मनपर्छ त्यो अनुसार राख्नु सक्नुहुनेछ। अदुवा र लसुनलाई पनि ग्रेट गरेर राखेको छु। अनि यहाँ प्याज र गाजरलाई चप्ड गरेर मैले यहाँ राखेको छु। अनि तपाईँहरूलाई चाहिँ यो सबै सब्जीहरू चपरमा चप्ड गरेर राख्दा पनि हुन्छ। अनि माथिबाट धनियाँ पत्तालाई चप्ड गरेर राखेको छु। अनि स्वादअनुसार नुन अनि यहाँ माथिबाट चाहिँ मैले 2 चम्ची चाहिँ ब्रेड क्रम्बलाई राखेको छु। यो चाहिँ स्किप गर्दा पनि हुन्छ। आलु गिलो छ भने चाहिँ राख्नुहोस्, नभए स्किप गर्दा पनि हुन्छ। मेरो चाहिँ यो आलु अलिक गिलो खालके आलु थिएर चाहिँ मैले ब्रेड क्रम्बलाई राखेको छु। अनि सबै मजाले मिक्स गरिसकेपछि माथिबाट तेल दल्दिने अनि हातमा पनि तेल दल्दै यो बनाउनुहोस्। अनि यसलाई चाहिँ तपाईँहरूले कस्तो साइज सेप दिनु सक्नुहुनेछ त्यो अनुसार मैले चाहिँ यहाँ लामो खालके बनाएको छु। यो चाहिँ मैले यहाँ अलिकति डस्टिङको लागि कर्नफ्लोर राखेको छु। तपाईँहरूले मैदालाई पनि राख्नु सक्नुहुनेछ। अनि सबै कोटिङ गरिसकेपछि चाहिँ मैले यहाँ सेलेरीमा डुबाएर मैले ब्रेड क्रम्बमा राखेको छु। अनि यो चाहिँ सेलेरी चाहिँ त्यस्तो अलिकति मैदा नभए कर्नफ्लोर राखेर पानी अलिकति लगाउनुहोस् अनि नुन अनि मिक्स गरिदिनुहोस्, भइहाल्छ। त्यस्तो बाक्लो बनाउनु पर्दैन। र यहाँ ब्रेड क्रम्बमा त्यसमा डिप गर्दै यहाँ ब्रेड क्रम्बमा सबै कोटिङ गरिसकेपछि यसलाई चाहिँ तपाईँहरूले धेरै समयसम्म तपाईँहरूले फ्रिजमा स्टोर गरेर पनि राख्नु सक्नुहुनेछ। अनि यो यसरी बनाउनु साथ फ्राई गरेर पनि तपाईँहरूले खान सक्नुहुनेछ। यो सबै बनाइसकेपछि चाहिँ यहाँ मैले फ्राई गर्नुको लागि चाहिँ एउटा कराही लिएको छु। त्यसमा मैले तेल राखिसकेको छु र यो तेल हल्का तात्तिसकेपछि चाहिँ मैले यहाँ सबै बनाएको त्यो कटलेटलाई यहाँ बिस्तारै लगाएको छु। अनि त्यसपछि चाहिँ यहाँ बिस्तारै हल्कासँगले काँटा या चम्चीले भए पनि सहायताले बिस्तारै पल्टाउनु पर्ने हुन्छ। अनि यसलाई चाहिँ साह्रो तातो तेलमा लगाउनु हुँदैन, बाहिर बाहिर पाक्छ, डढ्छ, भित्र चाहिँ पाकेको हुँदैन। र सबै फ्राई गरिसकेपछि यसरी नै फ्राई गरिसकेपछि यो चाहिँ गोल्डन ब्राउन हुइन्जेलसम्म तपाईँहरूले फ्राई गर्नुपर्ने हुन्छ। र यसरी सबै फ्राई गरिसकेपछि आजको मेरो यो भेज कटलेट एकदम रेडी भइसकेको छ। र हेर्नुहोस् त कति राम्रो देखेको अनि कति मिठो पनि भएको थियो र तपाईँहरूले पनि यसरी खान सक्नुहुनेछ।